हेलो हेलो वेलकम छ है। सीताज किचन आजकल कता हरायो भन्नुभएको छ कि सबैजनाले। सीताज किचन कतै हराएको छैन है। थोरै मरमसलाहरू सकिएको भएर सीताज किचन क्लोज छ के। अब त्यस्तै नै बुझ्नु पर्यो है। कति कुराको हुन्छ अनि कसरी फुर्सद निकाल्नु है। अनि त्यसपछि आज त फुर्सद निकालेर मैले भिडियो बनाउँछु भन्छु अनि भ्याउँदै डेली भिडियो हाल्न त कति मन लाग्छ नि। तर अब भ्याउन्न अनि फेरि भिडियो हालेपछि पनि अनि त्यही अनुसारको फलोवर्स त्यही अनुसारको लाइक कमेन्ट आयो भने भिडियो बनाउन नि एकदमै रङ्ग लाग्छ कि। अरू कुरा छोडेर अरू कुराको जाँगर छोडेर अनि यही भिडियो मात्रै बनाएर बसौँ जस्तो हुन्छ होला कि। अब तर त्यस्तो भ्युज पनि जान्न, मेरो फलोवर्स पनि बढ्दैन। भिडियो हालेर नि के गर्नु भन्ने हुन्छ एक मनले। होइन हाल्दै जाँदा आउने हो नि त, एकैचोटि त कहाँ हुन्छ र भनेर फेरि अनि त्यो सोच्छु। अनि त्यसपछि त्यो सोच्दै अनि फेरि भिडियो खिच्छु। म त आज यो पकाउँदैछु भिडियो खिच्छु भनेर फेरि भिडियो खिच्न थाल्छु के। त्यसपछि फेरि त्यो भिडियो खिचेर मात्रै भएन, एडिट गर्ने टाइम हुनु पऱ्यो। एडिट गर्न कति टाइम लाग्छ थाहा छ नि हजुरहरूलाई। अनि यता अर्को एप्लिकेसनमा जाऊ, एडिट गर, अनि त्यसपछि त्यसलाई फेरि भोइस ओभर गर्दा त कस्तो टाइम लाग्ने कि। अनि त्यसपछि त्यस्तो टाइम लागेपछि त अनि मिल्दैन। फेरि घरमा बच्चाहरू छन् है, तिनीहरूलाई स्कुल पठाउनुपर्छ। अनि सबै गार्जेनहरू हुनुहुन्छ अनि वातावरण मिलाउनुपर्छ। अनि एक्लो ज्यानले त कहाँ त्यो भिडियो मात्रै बनाएर बस्ने टाइम हुन्छ र है। त्यही पनि अनि घरको काम पनि कति हुन्छ। आज मैले हेर्नु न पङ्खाहरू सब सरसफाइ गर्छु भनेर बैठकको पङ्खा अनि सबै हाम्रो कोठाहरूको पङ्खा सबै कति फोहोर भएको थियो कि। यो किचनमा हामीले पकाउँछौँ नि, अनि त्यही किचनमा पकाएको धुवाँहरू गएर पङ्खा हामीले अब जति चलायो त्यति फोहोर हुने रहेछ कि। अनि त्यही धुवाँहरू गएर अनि पङ्खा च्याप फोहोरो लाग्ने रहेछ कि मैले फिल गरेको। नत्र त्यो त्यस्तो कालो धुलो कसरी यहाँ पङ्खामा जम्छ त है। अरू त यत्तिकै घर सफा भइरहेको हुन्छ। अनि त्यसरी सबै पङ्खाहरू सफा गरेँ। अनि आजको काम यति लोड काम थियो नि मलाई। म आज दिनभरि नबसिकन काम गरेको है। यता कुसन कभरहरू पनि कति चेन्ज गर्नुपर्ने भएको थियो कि। अनि यताउता चेन्ज गर्न थालेँ मैले सबै कुसन कभरहरू। अनि मेरो घरमा फेरि यति कमिला लाग्छ कि है, केही एकदमै डेली सरसफाइ गर्दा पनि कमिला लाग्छ। यो गर्मी मौसम, यो बर्खा मौसम भएर हो कि है, पानी आउने भने त झन् यति कमिला लाग्छ। अनि त्यस्तै कमिला लागिरहेको थियो कि यो सोफाहरूमा नि यत्तिकै कमिला लागिदिन्छ है। खानेकुरा केही नपोखे पनि एक त नानी बाबुहरू यहीँ बसेर खान्छन् पोख्छन् पनि, तर त्यही पनि मैले कति केयर गरेको हुन्छु। त्यही पनि कमिलाले लास्टै सताउने मलाई। अहिले यहाँ गर्दा पनि कमिला ठोकिरहेको थियो है। अनि आज मैले किचनमा पनि पकाएको छु है। हजुरहरूले सीताज किचनमा नि केही आउन छोड्यो नि आजकल पकाएको भन्दै हुनुहुन्थ्यो नि। मैले अघि राजमा सिमीहरूको तरकारी बनाएँ। अनि यो भित्र भिडियोमा हुन्छ कि सीताज किचन यताभित्र पसेको छ आजकल। काम सँगसँगै किचन पनि छ। तपाईँहरूले अन्तिमसम्म भिडियो हेर्नुभयो भने सबै सीताज किचनमा के पाकेछ, कसले के खायो, बच्चाहरूले के खाए, हामीले के खायौँ भन्ने सबै देख्नुहुन्छ। मैले सबै सरसफाइ दिउँसोको सरसफाइ गरेपछि बिहानको खानासाना बनाएपछि खाएपछि म यो सरसफाइ गर्न लागेको नि त। अनि यो सरसफाइ गर्न लागेँ। सरसफाइ गरेपछि अनि त्यसपछि साँझ भइहाल्छ, दिउँसो भइहाल्छ। अनि नास्ता यताउता खाएपछि अनि त्यसपछि फेरि साँझको खाना बनाउने टाइम भइहाल्छ। अनि त्यसपछि साँझको खानामा तपाईँले सीताज किचनमा के पाकेछ भनेर हेर्नु, यति मजाले थाहा पाउनुहुन्छ कि है। यो सरसफाइ यति थियो नि आज मैले, माई गड यति थियो कि सरसफाइ। अनि त्यसरी सरसफाइ गरी म यस्तो थाकेको थिएँ है। गर्मी एकदमै छ है, बुटोलमा एकदम गर्मी छ, तपाईँहरूलाई थाहै नै छ। यस्तो गर्मी त है पोहोर साल यस्तो गर्मी थाहा पाइए थिएन कि है। हजुरहरूले कतिको गर्मी फिल गर्नुभएको छ। म त अचम्मै औधी नै गर्मी फिल गर्न लागेको छु कि अहिले बुटोलमा नि यत्तिकै गर्मी कति छ है। अनि त्यसपछि मैले यो भ्याकुम क्लिन गरेपछि मैले सर्लक्क पुरै सबै सफा गरेँ है, पुसपास गरेँ। अनि त्यसपछि यो पुसपास सबै धुलो टाँसिन्छ नि त है, हरेक दिन पुस्नुपर्छ कि। त्यसपछि अलिअलि यो भित्ताहरू पनि
फोहोर भएको थियो कि भित्तामा नि धुलो टाँसिन्छ नि त। त्यसपछि यो भित्ताहरू नि सबै सर्लक्क एकचोटि पुस्छु भनेर सोफामाथि चढेर मजाले पुस्न थालेँ के। अनि त्यसपछि यो लाइट के यो बटमहरू हुन्छ नि त्यसमा कालो दाग लाग्ने रहेछ कि है। अनि यो बेला बेलामा पुस्न मन लाग्छ मलाई चाहिँ। अनि मैले क्लिन गरेपछि यत्तिको नजारा देखियो है। यत्तिको देखिएपछि आफूलाई नि मन शान्त हुने के है। अनि त्यसपछि फेरि यता मम्मीहरूको रुम पनि मैले यसो पुसपास धुलोसुलो छ भनेर यता पुसपास गर्न थालेँ। अनि त्यसपछि गर्मी यति भएको थियो मलाई, यो दिउँसोको टाइम थियो है, 2 साढे 2 भएको थियो। बिहानै खाना खाएको थिएँ नि त। अनि कति भोक पनि लागेको थियो कि भोकलाई आस मार्दै मैले काम छिटो भ्याउँछु र अनि बल्ल खान्छु भन्ने आफ्नो प्रण गरेर अनि मैले यो काममै लागेको थिएँ कि। अनि त्यसपछि यत्तिकैमा मम्मीहरूको कोठामा नि भ्याकुम गरिदिएँ। अनि त्यसपछि खासै फोहोरो त हुन्न, त्यही पनि भ्याकुम झिकेको बेलामा भ्याकुम गरिदिएँ। अनि मलाई भोक लागेर कस्तो भएको थियो। अनि मकै उसार्ने थिएँ कि मैले, भोकले हेर्नु न म मकै पनि एकदम कोपरेर खान्छु, छोडाउन पनि बेर भएर है। अनि मकै खाइसकेपछि फेरि आफ्नो रुममा आएँ म। मेरो रुमको बेडसिट चेन्ज गर्नुपर्ने थियो। बेडसिट चेन्ज गरेर सर्लक्क पारेपछि अनि त्यसपछि फेरि मैले मेरो रुममा पनि थोरै भ्याकुम गरेँ कि, थोरै भ्याकुम गरेँ। अनि त्यसपछि कुना काप्चा सबैतिर भ्याकुम गरेँ। अनि त्यो कुसन कभरहरू निकालेको थिएँ नि त, त्यो मजाले मेसिनमा मैला जान्न नि त। अनि मैले हातले धुन्छु भनेर भिजाइदिएँ सरफमा। अनि त्यसपछि सबै सरसफाइ गरेपछि गलैँचा ल्याएँ। अनि नानी बाबुलाई नुहाइदिएँ कि मैले त्यहाँ। अनि त्यसपछि नुहाइधुवाइ गरिदिएँ, तिनीहरू पनि सफा भयो, घर पनि सफा भयो, आफूलाई मन पनि आनन्द भयो है। त्यसपछि साँझको खाना म बनाउन रेडी हुन थालेँ। अनि त्यसपछि डेरीमा गएँ हत्तपत्त पनिर लिनलाई, म पनिर बनाउँछु आज भनेर। अनि त्यत्तिकैमा कुल्फी पनि लिएर आएँ, पनिर त। अनि नानी बाबुले नाइ सब्जी नखाने पकौडा खाने भने फेरि सब्जी निकाल्नु पऱ्यो है। फ्रिजमा हेरेको सिमी रहेछ। अनि त्यसपछि सिमी एकदम धोइधाइ गरेर मैले सिमी पराक पुरुक गरेर छिटो गरेर खाना पकाउन थालेँ साँझको पनि है। आफूलाई टाइममै काम सक्यो भने आनन्द लाग्छ कि। म फेरि काम छ भनेपछि नबसिकन गर्ने बानी छ। अनि एकैचोटि लास्टमा थकित भएर बस्ने बानी छ। यत्तिकैमा मेरो तरकारी पनि पाक्यो, हजुरहरूलाई देखाइहालेँ मैले है। सिमी आलुको सादा तरकारी बनाएको छु मैले। अनि नानी बाबुले दुध रोटी खाने हो है, हामीले चाहिँ भनेको थिएँ मैले तिनीहरूलाई छिटै दुध रोटी खान दिन्छु 6, साढे 6, 7 बजे नै। त्यसपछि पनिर पकौडा खाउला साँझ 8 बजेतिर है, डिनरको टाइममा भनेर मैले तिनीहरूलाई दुध रोटी भिजाइदिएँ। अनि यता पकौडा बनाउन थालेँ कि, बाबालाई पनि बेसरी मनपर्छ पनिरको पकौडा। अनि त्यसपछि मैले अनि मोमको बेसन लिएँ मैले, बेसन, नुन, स्वादअनुसार बेसार, अनि जिरा धनियाँ पाउडर, अनि जिराको गेडा नि टोकेको मजा आउँछ, धनियाँ अनि गराएर मैले पकौडाको लागि ब्याटल बनाएँ कि है। अनि पिरो पनि हो के अरे, अब नानी बाबुहरूले पिरो खान्नन्। अनि ब्याटल बनाएँ। अनि तेल राखेँ मैले यत्तिको। अनि यो ब्याटलमा सबै लामो गरेर चप गरेको पनिर हालेँ, तेल तात्यो। अनि झर्र पनिर मैले पकौडा फुराउन थालेँ। यस्तो मिठो हुन्छ कि यो चाहिँ है। मिष्ठान्न भण्डारहरूमा नि पाइन्छ कि यो, तर घरमा बनाएको यस्तो मिठो हुन्छ। अनि मैले डिनर यसरी सर्भ गरेँ कि, मैले बाबाको लागि यसरी सर्भ गरेँ। अनि थोरै स्न्याक्स जस्तो खानुहुन्छ बाबाले चाहिँ। अनि त्यसपछि यता नानी बाबुलाई रोटी दिएँ, नानीले आफै खाँदै थिए। बाबुलाई मैले गम खुवाइदिन थालेँ। यसले फेरि बेसरी रुचाउँछ कि बाबुले दुध रोटी। त्यसपछि उसलाई मोबाइल पनि चाहिन्न खाने बेलामा है, गाडी खेली खान्छ। अनि यता पनिर पकौडा नि पाकिसकेको थियो हाम्रो लटको, बाबालाई दिइसकेको थिएँ। नानीले चाहिँ मैले यति खान्छु भने थिएँ, कहाँ यत्रो त नखाउ नानी भनेर 2-3 पिस लिइदिएँ। यत्तिकैमा बाबुले पनि रोटी खाएर भ्यायो, आनन्द लाग्यो। केटाकेटीलाई खाना दिएपछि आनन्द लाग्ने। अनि मेरो भागमा चाहिँ मैले आज खाना खान्न भनेर यो खाएँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ है।